दसैँ आयो रमाउ मन त्यसै रमाउँछ मान्छेको किन रमाउँछ दसैँमा त्यसै रमाइलो भइहाल्छ तर रमाइलो कसरी गर्ने भन्ने कुराहरू मात्रै हो तर आज ठ्याक्कै नवमीतिर म चाहिँ आफ्नै हिसाबले रमाइलो गरौँ त आफूलाई मनमा जे इच्छा लाग्छ त्यो गर्ने त हो नि होइन रमाइलो भनेको त्यो त हो नि भनेर म चाहिँ जङ्गल घुम्न आएको यहाँ पुरा यस्तो छ जङ्गल मलाई चाहिँ यो सहरको भिडभाड यो के त्यो दुनियाँ भिडभाड भन्दा यही रमाइलो लाग्यो पिङ खेल्न आएको म त यहाँ पिङ खेल्न आएको डर पनि लागिरहेको छ हो त यहाँ माथि रुखमाथि यो पुरा जम्पिङ भइरहेछ यो लहरा ल हेर्नु बिना पैसामा फकटमा कति रमाइलो छ कति आनन्द ल हेर्नु सुनसान छ आनन्द छ केही छैन अघि बाँदरको यही घुल आएर यहाँ यो लहरामा झुन्डिरहेको रहेछ म पनि यहाँ आएर हल्लिदिएको डर चाहिँ लागिरहेछ है फेरि अब यो रुख फेरि यस्तो रहेछ यस्तो समातेको यस्तो छ तल भुइँमा म चाहिँ यहाँ माथि रमाइलो कसरी गर्ने भने अब आफूलाई जे रमाइलो लाग्छ त्यही गर्ने त हो नि मनमा इच्छा जे खुसी हुन्छ त्यही गर्ने हो क्या मलाई चाहिँ गाउँठाउँ यताउति बस्दाखेरि के भयो भने अलिकति मलाई आफूले चाहिँ अब सबैजना खाउँ न त खाउँ लाउन त लाउँ खाउँ न त खाउँ इन्जोय गरौँ न अब यो आउँछ अब यो सबै कुराहरू आउँछ त्योभन्दा यता जङ्गलमै आनन्द लागेर यतै घुमिरहेको मलाई यतै रमाइलो अघि बाँदर यही घुलाएको थियो कता गयो अहिले म आएको देख्ने बित्तिकै सबै भाग्यो उता उता गयो उता म फेरि यहाँबाट ओर्लिनु डर लागिरहेको छ यहाँ तल ओर्लिनु पर्छ म यस्तो ठाउँमा बसिरहेको छु यसरी यो ठुटा यसरी समातेर गाह्रो छ पिङ खेल्नलाई पैसै तिर्नु नपर्ने ल आमामामा वाउ त्यो अर्को रुख पनि पुरै हल्लिँदो रहेछ बेस्ट सबको